यो कमेन्ट अनुसार 2,60,000 मा दुबईको भिजा अनि काम पनि दिने फुल प्याकेज यस्तो चाहिँ एजेन्टहरूले गर्छन्। कतिले चाहिँ त्योभन्दा बढी पनि लिन्छन्, कतिले चाहिँ त्योभन्दा अलिक कममा पनि गरिदिन्छन्। अहिले के ग्यारेन्टी छ त तपाईँको भिजा हुन्छ त? एजेन्टले ग्यारेन्टी लिएको छ, तपाईँले पैसा कसरी पे गर्दै हुनुहुन्छ त्यो पनि विचार गर्नुपर्ने हुन्छ। तपाईँलाई एजेन्टले के काम लगाइदिन्छ? धेरैभन्दा धेरै एजेन्टहरूले ल्याएको मान्छेहरू सानातिना कामहरूमा फस्छन्, सप्लाई कम्पनीमा जान्छन्, अनि होटल लाइनतिर जान्छन् हैन, जुन एकदमै गाह्रो हुन्छ। भाँडा माझ्नु पनि पर्ने हुनसक्छ। फ्याक्ट्रीमा चाहिँ तपाईँले लोडिङ अनलोडिङ गर्नुपर्ने हुनसक्छ। गाह्रो काम हुन्छ क्या धेरै जस्तो मान्छेहरूलाई। त्यसैले तपाईँलाई एजेन्टले जतिसुकै म तपाईँलाई राम्रो काम लगाइदिन्छु भने पनि तपाईँको खुबीमा चाहिँ भर पर्छ है, काम कस्तो गर्ने हो भने। यस्तो खालको प्याकेजमा तपाईँ दुबई आएर काम गर्न चाहनुहुन्छ भने तपाईँले बुझ्नुपर्ने कुरा भनेको चाहिँ एजेन्ट भरपर्दो हुनुपर्छ। तपाईँसँग पैसा लिएर भाग्यो भने कोसँग माग्नुहुन्छ? पैसा दिँदाखेरि जहिले पनि एजेन्टको अकाउन्ट नम्बरमा लगाउनु होला, अरू थर्ड पर्सनको अकाउन्ट नम्बरमा बिल्कुल नलगाउनुहोस्। उसैकोमा लगाउनुहोस् जसले तपाईँसँग कारोबार गर्दैछ, उसको दिदी बहिनी दाजु भाइ आमा साथी श्रीमती, कसैकोमा होइन। यो कुरा स्पष्ट दिमागमा राख्नुहोस् ताकि पछि तपाईँलाई कानुनी रूपमा लड्नको लागि पनि सहज हुन्छ। बाइ द वे धोका भयो भने दुबईमा आएर तपाईँले भनेको जस्तो जागिर उसले लगाउन सकेन भने के गर्नुहुन्छ? या त आफै खोज्न सक्नुपर्छ, या त चुपचाप लागेर जुन जागिरमा लगाएको छ त्यही गर्दै गर्नुहोस् अनि अर्को ठाउँमा बिस्तारै बिस्तारै खोज्नुहोस्। कम्पनी छोडेर भाग्ने गल्ती नगर्नुहोस्। धेरै मान्छेहरू त्यसरी फसेका छन्। जुन ठाउँमा तपाईँले काम गर्दै गर्नुहुन्छ नि त्यो ठाउँबाट तपाईँले धेरै कुरा सिक्न सक्नुहुन्छ र पछि त्यहाँबाट सिकेर अगाडि बढ्न सहज हुन्छ। मेरो सल्लाह सुझाव यही हो, निर्णय तपाईँको हो।